हेलो गाइज, फेरि आएँ म सानो गफ लिएर, किनकि मलाई अल्छी लाग्यो। मम्मीहरू अगाडि पुगिसक्नु भयो, म आइसकेको थिएँ आधी बाटोसम्म। फेरि मैले मोबाइल छुटेँ, मोबाइल बिर्सेर म फेरि मोबाइल लिन गएँ। अनि हेर्न सक्नुहुन्छ खेत, यो खेतमा धान अहिले त केही पनि छैन नि त, सबै सकिसक्यो। अनि यो खेतमा तपाईँले धेरै देख्न सक्नु भनेको कि घाँस कि खोले साग, त्यो दुइटामै केही पनि छैन। यहाँ ले पानी रहेछ। अनि त्यही हो, म चाहिँ आज खेत आएको छु किन भन्दाखेरि ब्याड बनाउन। ले कहाँबाट जान्छ नि ब्याड, पानी हेर न कहाँबाट जाने, म यत्रो पानी ब्याड बनाउन आएको म। के गर्नु, दाइ छैनन्, दाइ भए दाइले गरिदिनु हुन्थ्यो। गाह्रो छ। मरि मम्मी कति चिसो पानी, फेरि यो पानीमा जुगा हुन्छ कि त्यो जस्तो मन नपरी मलाई केही होइन। लागेन आइएम सेफ। अनि अब म खेतमा पुग्छु अनि बोल्छु, बाइ। आएँ म खेत आइपुगेँ। अब मेरो काम भनेको यहाँ मम्मीले खन्डन राख्यो। यो अहिले मम्मीलाई मलाई देखाउनु मात्र भएको हो कहाँसम्म खन्ने। यो सब अहिले यो खन्ने मैले ल यहाँ आमा हुनुहुन्छ। ल आमा भन्नु, ल कसले खन्छ त्यो भन्नु ल। खन्ने, धानहरू राख्ने, बिउ काट्ने, धान काट्ने, धान थुप्र्याउने चाहिँ यो। अरू चाहिँ हामी आउरे बाउरे मात्रै। पताउँदैनन् कि राम्रोसँग साँच्ची भन्नु नजिस्किनु। यसलाई धानहरू राख्नलाई लिएर आएको मैले सिकाउनलाई, बुझिस्? ल त्यसो चाहिँ भन्दा होला, त्यसो भन्दा चाहिँ मैले सिकाउने होइन नि त, त्यो तपाईँ भन्ने। ल त्यही हो, म अब यति खनेर तपाईँहरूलाई देखाउँछु। अहिले खने छैन यी हेर्न सक्नुहुन्छ हजुरहरूले। म ब्याक क्यामेरा गर्छु। कहीँ खने, यो खने होइन, यो अस्ति आलु मैले देखाएको थिएँ नि तपाईँहरूलाई। अस्ति आलु खनेको त्यति नै हो, तर त्यो अस्ति यहाँ खनेको थिएँ। अनि त्यसपछि अहिले चाहिँ यहाँ हो, यहाँ ठुला भाइहरूको हो। यो यहाँ ठुला भाइले गरेर नि सकिसक्यो, ठुला भाइहरू गरेर नि सकाइसक्नु भयो, बिहानै गर्नुभएछ। हाम्रो चाहिँ आज अब यहाँ यति खनेर देखाउँछु। ल अहिले ल बाइ। खनेर सक्यो, हामी कति आधी हान्नु लाग्यो है। अब छाडिदिने हिँड्दिने होइन त। आमाले कुलो बनाउँदै हुनुहुन्छ। आमाले पन्छाउनु भएको, पन्छाउनु मतलब यसो त्यो सम्म पारेर राख्नु भएको हो। अनि मैले मरिमा बिउ यहाँ थिइस्, यसलाई बिउ भन्छ होइन। यो चाहिँ औषधि होइन, धानमै थियो औषधि। हामीलाई थाहा थिएन धानमा औषधि हालेर पठाउँछ भनेर। सधैँ भिजाएर छर्नी गरेर थियो, यताले पनि भिजाएको औषधि पनि रहेछ। अनि त्यही पानी अब अलिकति हाल्ने रे। अनि अब यति गरेर जान्छु म घर। अब म बनाउनु सक्दिनँ भ्लग, के भ्लग भन्नु, गफ। बाइ।